आज चाहिँ हामी 2081 को रेगुलर ब्याकमा हाइपरबोलिक फंक्सनबाट सोधेको यो क्वेसन गर्नेछौँ, जुन चाहिँ हामीलाई फाइन्ड dy बाई dx व्हेन y बराबर log 10 हाइपरबोलिक x भनेर सोधिरहेको थियो। हामीले यसको सोलुसनमा हेरौँ। सुरुमा हामीले y बराबर दिएकै छ, y बराबर log 10 हाइपरबोलिक x भनेर दिएको छ। त्यसपछि हामीले डिफ्रेन्सिएटिङ विथ रेस्पेक्ट टु x अन बोथ साइड गर्दा यहाँनिर डिफ्रेन्सिएटिङ विथ रेस्पेक्ट टु x अन बोथ साइड गरौँ। यहाँनिर दुईटैपट्टि x ले डिफ्रेन्सिएट गर्दाखेरि के हुन्छ भन्दाखेरिमा हाम्रो सुरुको यो टर्म भनेको dy डिभाइडेड बाई dx हुने भयो इक्वल टु d डिभाइडेड बाई dx के को भन्दाखेरिमा log 10 हाइपरबोलिक x को हामीले अब हामीले log यो x को टर्ममा छ नि त, अब पछाडिको यो log x को टर्ममा बनाउन खोजौँ। d log यो पछाडिको x डिभाइडेड बाई dx भन्नु पर्यो नि त, किन भन्दाखेरिमा हाम्रो डेरिभेटिभ अफ log x भनेको हाम्रो 1 बाई x हुन्छ भनेपछि d log x डिभाइडेड बाई dx भनेको हाम्रो 1 बाई x हुन्छ। सो यो टर्मलाई यसलाई त्यही टर्ममा बनाउन खोज्दाखेरि हाम्रो के हुन्छ भन्दाखेरिमा d log यतिलाई x सपोज गरेपछि x d log x भएपछि तल पनि x बनाउनु पर्यो भनेपछि dx यतिले x बनायो नि त हैन। अब यतिकै यो त थपेको कुरा हो, तल त थप्न मिल्दैन र यहाँ डिभाइड भएपछि यहाँ हामीले मल्टिप्लाई गर्यौँ यसलाई हटाउनको निम्ति हैन। d10 हाइपरबोलिक x डिभाइडेड बाई dx भनेपछि वास्तवमा यो र यो कटेपछि बच्यो भनेको यो d10 हाइपरबोलिक x डिभाइडेड बाई dx नै हो नि हो। अब त्यसपछि हाम्रो डेरिभेटिभ अफ log x भनेको हाम्रो 1 बाई x हुन्छ भनेर थाहा। हामीले भनेपछि 1 बाई x भनेको हाम्रो यति हो नि त। अहिले यहाँ x भनेको चाहिँ 10 हाइपरबोलिक x हो नि त, त्यही भएर हाम्रो 1 बाई 10 हाइपरबोलिक x टाइम्स अब डेरिभेटिभ अफ 10 हाइपरबोलिक x भनेको हाम्रो सेक स्क्वायर हाइपरबोलिक x हुन्छ है त। मैले यहाँले लेखेको छु डेरिभेटिभ अफ 10 हाइपरबोलिक x भनेको हाम्रो सेक स्क्वायर हाइपरबोलिक x हुन्छ। अब त्यसपछि हाम्रो यो सेक स्क्वायर हाइपरबोलिक x डिभाइडेड बाई 10 हाइपरबोलिक x चाहिँ हाम्रो फाइनल एन्सर हो है त। यो चाहिँ हाम्रो 2081 को रेगुलर ब्याकमा सोधेको क्वेसन हो है त। थ्याङ्क यू फर वाचिङ।